हेलो साथीहरू आज देख्न सक्नुहुन्छ यो चाहिँ आज हाम्रो गहुँ काटिरहेको छ। देख्न सक्नुहुन्छ मेसिन, गहुँ काट्ने मेसिन हो यो। देख्न सक्नुहुन्छ गहुँ काटिरहेको छ। अब भगतपुरको पुरा एक दुई दिनमा पुरा सकाउने भनेर आज मेसिन यो आएको छ हैन। अब भक्तहरू सायद सबै गहुँ सकाएर जाने होला। देख्न सक्नुहुन्छ साथीहरू यो चाहिँ गहुँ काट्ने मेसिनले अब गहुँ काटिरहेको छ मजाले। अब यस्तै कृषि क्षेत्रमा यस्तो विकास भएपछि अनि किसानलाई पनि पिरमर्का पर्दैन नि त, सजिलो हुन्छ हैन साथीहरू। अब यो गहुँ मजाले काट्छ हैन, आनन्द कस्तो राम्रो के। अब मान्छेलाई धेरै गाह्रो पनि हुँदैन नि त, काट्न यताउता गर्न गाह्रो पनि हुँदैन। यही मेसिनले एकदम काट्यो, सट्ट लिएर झाडेको नि तपाईँ देखाउँछु। अहिले काटिरहेको छ देख्न सक्नुहुन्छ। यो ट्याक्क पुरा अलि फ्राकिलो जग्गा भए चाहिँ राम्रो हुन्छ, अलि साङ्ग्रो भए त अलिकता घुम्न गाह्रो हुन्छ। मेसिन ठुलै छ साथीहरू, देख्न सक्नुहुन्छ क्याम्पन। अब यो अब काटिसक्यो। अब चाहिँ यहाँ गहुँ काटेर सकेर निकालिरहेको छ साथीहरू, देख्न सक्नुहुन्छ निकालिरहेको हैन। यसरी झाडेर अलग्गै राखिदिन्छ है साथीहरू।